तपाईले लोकसेवाको तयारी गर्दै हुनुहुन्छ, तपाईँ राजनीतिक दलको नेता या कार्यकर्ता हो, तपाईँ कानुन व्यवसायी वा कानुनको विद्यार्थी या सर्वसाधारण हो। नेपालको संविधान 2072 लाई तपाईले अध्ययन गर्न खोज्दै हुनुहुन्छ भने यो एउटा लयमा छ। त्यो लय तपाईले समात्नुभयो भने तपाईले कण्ठ गर्नुपर्ने, घोक्नुपर्ने हुँदैन। यसको लय तपाईले समात्नुभयो भने तपाईले यसरी नै भन्न सक्नुहुन्छ: 1 संविधान मूल कानुन, 2 सार्वजनिक सत्ता राजकीय सत्ता, 3 राष्ट्र, 4 नेपाल राज्य, 5 राष्ट्रिय हित, 6 राष्ट्रभाषा, 7 सरकारी कामकाजको भाषा, 8 राष्ट्रिय एजेन्डा, 9 राष्ट्रिय गान इत्यादि। 10 नागरिकताबाट वञ्चित नगरिने, 11 नेपालको नागरिक ठहर्ने, 12 वंशीय आधारता लैङ्गिक पहिचान सहितको नागरिकता, 13 नागरिकताको प्राप्ति पुनः प्राप्ति र समाप्ति, 14 गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने, 15 नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था, 16 सम्मानपूर्वक बाँच्न पाउने हक, 17 स्वतन्त्रताको हक, 18 समानताको हक, 19 सञ्चारको हक, 20 मा न्याय सम्बन्धी हक, 21 मा अपराध पीडितको हक, 22 मा यातना विरुद्धको हक, 23 मा निवारक नजरबन्द विरुद्धको हक, 24 मा छुवाछुत भेदभाव विरुद्धको हक, 25 मा सम्पत्तिको हक, 26 मा धार्मिक स्वतन्त्रताको हक, 27 मा सूचनाको हक, 28 मा गोपनीयताको, 29 मा शोषण विरुद्धको हक, 30 मा स्वच्छ वातावरणको हक, 31 मा शिक्षा सम्बन्धी हक, 32 मा भाषा तथा संस्कृतिको हक, 33 मा रोजगारीको हक, 34 मा श्रमको हक, 35 मा स्वास्थ्य सम्बन्धी हक, 36 मा खाद्य सम्बन्धी हक, 37 मा आवासको हक, 38 मा महिलाको हक, 39 मा बालबालिकाको हक, 40 मा दलितको हक, 41 मा ज्येष्ठ नागरिकको हक, 42 मा सामाजिक न्यायको हक, 43 मा सामाजिक सुरक्षाको हक, 44 मा उपभोक्ताको हक, 45 मा देश निकाला विरुद्धको हक, 46 मा संवैधानिक उपचारको हक, 47 मा मौलिक हक कार्यान्वयन, 48 मा नागरिक कर्तव्य, 49 मार्ग निर्देशनको रूपमा रहने 50 निर्देशक सिद्धान्तहरू, 51 राज्यका नीतिहरू, 52 राज्यको दायित्व, 53 प्रतिवेदन पेश गर्ने, 54 अनुगमन सम्बन्धी व्यवस्था, 55 अदालतमा प्रश्न उठाउन नसकिने, 56 मा राज्यको संरचना, 57 राज्य शक्तिको बाँडफाँड, 58 अवशिष्ट अधिकार, 59 आर्थिक अधिकारको प्रयोग, 60 राजस्व स्रोतको बाँडफाँड, 61 राष्ट्रपति, 65 राष्ट्रपतिको निर्वाचन, 63 राष्ट्रपतिको पदावधि, 64 राष्ट्रपतिको योग्यता, 65 राष्ट्रपतिको पद रिक्त हुने अवस्था, 66 राष्ट्रपतिको काम कर्तव्य अधिकार, 67 उपराष्ट्रपति, 68 उपराष्ट्रपतिको पद रिक्त हुने अवस्था, 69 उपराष्ट्रपति सम्बन्धी अन्य व्यवस्था, 70 राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने, 71 मा राष्ट्रपति र उपराष्ट्रपतिको सभापति, 72 मा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा, 73 मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, 74 मा शासकीय स्वरूप, 75 मा कार्यकारिणी अधिकार, 76 मा मन्त्री परिषद गठन, 77 मा प्रधानमन्त्री मन्त्रीको पद रिक्त हुने, 78 मा संघीय संसद सदस्य नभएको व्यक्ति मन्त्री हुने, 79 में प्रधानमन्त्री मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा, 80 में शपथ, 81 में राष्ट्रपतिलाई जानकारी दिने, 82 में नेपाल सरकार कार्य सञ्चालन गर्ने, 83 में संघीय व्यवस्थापिका, 84 में प्रतिनिधि सभा गठन, 85 में प्रतिनिधि सभा कार्यकाल, 86 में राष्ट्रिय सभा गठन र सदस्यको पदावधि, 87 में सदस्यको लागत योग्यता, 88 में शपथ, 89 में स्थानको रिक्तता, 90 में सदस्यको अयोग्यता सम्बन्धी निर्णय, 91 में प्रतिनिधि सभाको सभामुख र उपसभामुख, 92 में राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष, 93 में अधिवेशनको आह्वान र अन्त्य, 94 में गणप्रयोग संख्या, 95 में राष्ट्रपतिबाट सम्बोधन, 96 में मन्त्री उप प्रधानमन्त्री, मन्त्री राज्यमन्त्री र सहायक मन्त्रीहरू दुवै सदनको बैठकमा भाग लिन पाउने, 97 में समिति गठन, 98 में सदस्यको स्थान रिक्त रहेको अवस्थामा सदन कार्य सञ्चालन, 99 में मतदान, 100 में विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था। धन्यवाद।